सर अब यो गभर्नमेन्टसँग लिङ्कको कुराकानी गऱ्यौँ। अब म तपाईँलाई दुईवटा क्वेसन राखेर हामी अन्तिम गरौँला। सर अब मानिलिउँ सर चाहिँ यो देशको अर्थमन्त्री हुनुभयो। हजुर। भनेपछि यो सेक्टरलाई जुन अघि हामी जति पनि कुराकानी गऱ्यौँ यो कुराहरूलाई सम्बोधन गर्न चाहिँ के गर्नुहुन्थ्यो होला? सर म त धेरै चिज, म अब अर्थमन्त्री नै छैन हाइपोथेटिकल क्वेसनमा, तर भनौँ न मैले कुनै निर्णय गर्ने ठाउँमा भयो भने मेन कुरो त म सबैभन्दा पहिला नेपालमा चाहिँ के छ भने राम्रो मान्छे नछानेर हाम्रो मान्छे छान्ने चलन छ। अहिले जहाँसुकै नियुक्तिको हेर्नुहोस् न होइन, यहाँले हेर्नु एडभाइजरहरू नियुक्ति गरे हुन्छ, त्यो विषयको एक्सपर्टहरूलाई चाहिँ हायर गर्नु। म चाहिँ पहिला सुरुमा म चाहिँ सिस्टम इन्फ्रास्ट्रक्चर र सिस्टम बसाउनेमा मेरो जोड हुन्छ। सिस्टम बसाएपछि कुनै हामीलाई हिरो बालेन पनि चाहिँदैन, रवि पनि चाहिँदैन, अर्को पनि चाहिँदैन होइन। हामी चाहिँ व्यक्तिको पछाडि हिँडेका छौँ। सिस्टमले काम गऱ्यो भने अहिले हेर्नुहोस् न, हामीले स्क्यान्डिनेभियन कन्ट्रीको प्रधानमन्त्री हामीलाई थाहा छैन, बट दे आर वान अफ द मोस्ट डेभलप्ड कन्ट्रिज इन द वर्ल्ड। यस, दे वर्क विथ सिस्टम। मेरो चाहिँ जोड सिस्टम बसाउने, मेरिटको आधारमा हामी हायर गर्ने, आफ्नो मान्छे हायर गर्ने होइन, राम्रो मान्छे हायर गर्नेतिरमा म जोड दिन्छु। चाहे जुनसुकै निकायमा होस्, त्यो हुने बित्तिकै यु विल बी सिइङ वन्डरफुल रिजल्ट्स। म अर्थमन्त्री अथवा प्रधानमन्त्री वाट एभर, यो हाइपोथेटिकल यहाँले मलाई त्यो बनाइदिनु भयो होइन, तर मेरो चिज चाहिँ सिस्टमलाई फोकस गर्छु, मेरिटको आधारमा हायर गर्छु, आफन्तहरू चाहिँ हायर गर्दिनँ। त्यो हुने बित्तिकै म त अहिले पार्टीका गुटका आफन्त मान्छे हायर गरेर देश बिग्रियो। यो देशमा नलेजको कमी छैन होइन, रिसोर्सेस पनि हामी ल्याउन सक्छौँ, तर त्यसको लागि पहिला चाहिँ हामीलाई अनेस्ट मान्छे, अनेस्टी, इन्टिग्रिटी चाहिन्छ। त्यो चाहिँ नेपालको बेस्ट मान्छे हामीले हायर गर्नु पऱ्यो। त्यो सिस्टम सुरु भने नेपालीहरू त बाहिर कति राम्रो गरिराख्नु छ, उहाँहरू पनि नेपालमा फर्किनुहुन्छ। मेरो फोकस चाहिँ त्यो हुन्छ। सर अन्तमा ब्याङ्किङ सेक्टरमा काम गरिराख्नु भएको साथीहरू, ब्याङ्किङ सेक्टरमा जान चाहने साथीहरू र व्यवसाय गरिराख्नु भएको साथीहरूलाई चाहिँ यो फाइनेन्सियल सेक्टरको काम गरिसक्नु भएको अनुभवी भएको हिसाबले चाहिँ यसो 2-4वटा सुझावहरू लास्टमा दिइदिनुहोस् न। मेरो विचारमा नथिङ इज इम्पोसिबल होइन, अब होइन, अब आइएम पोसिबल भन्छ नि त, इम्पोसिबल वर्ड पनि हामी मेहनत गरौँ, वी क्यान बी सक्सेसफुल। अब मैले सानो उदाहरण मैले फेरि आफ्नै संस्थाको बारेमा दिएँ। मैले जहाँ 8 वर्ष काम गरेँ, वी वर द यङ्गेस्ट कमर्सियल ब्याङ्क, 32औं नम्बरको थियौँ। वी बिकेम नम्बर 1 इन टर्म्स अफ रिटर्न इक्विटी इन लेस देन अ डिकेड। मैले चाहिँ नेपालमा सम्भव छ, सम्भावनाहरू चाहिँ प्रशस्त छन्। ब्याङ्कर साथीहरू पनि ब्याङ्कमा जागिर गर्नुहुन्छ भने प्यासनको हिसाबमा काम गर्नुहोस्, बर्डनको हिसाबमा काम नगर्नुहोस्। ब्याङ्कमा जागिर खान चाहनुहुन्छ, त्यो बारेमा चाहिँ ब्याङ्कको बारेमा बुझ्नुहोस् होइन, इन्जोय गर्ने, अब कम्युनिकेसन स्किलहरू इन्हान्स गर्नुहोस्, आफ्नो नलेजहरू चाहिँ बढाउनुहोस् होइन। ब्याङ्कमा काम गर्ने टिम स्पिरिट, नलेज इन्हान्स गर्ने कामहरू चाहिँ रेगुलर बेसिसमा गरिराख्नु पऱ्यो। जो चाहिँ व्यवसाय गरिराख्नु भएको छ ब्याङ्कसँग ब्याङ्कको बारेमा बुझ्नुहोस्, यहाँले राम्रोसँग डिल गर्न सक्छ, ब्याङ्कसँग झगडै गर्नु पर्दैन। के गर्दाखेरि चाहिँ म ब्याङ्कबाट राम्रो चाहिँ रेटमा चाहिँ लोन लिन सक्छु, ब्याङ्कसँग मैले के गर्दाखेरि राम्रो रेटमा चाहिँ मेरो चाहिँ एलसी र ग्यारेन्टीको कमिसन हुनसक्छ, यु क्यान नेगोसिएट विथ ब्याङ्क्स। तपाईँले आफू राम्रो हुनुहोस्, कुनै ब्याङ्किङ जानेको एक्सपर्टसँग सल्लाह गर्नुहोस्, ब्याङ्कसँग झगडा गर्ने पनि हाँसी यहाँले गर्न सक्नु, ब्याङ्करको रूपमा पनि हाँस्न सक्नुहुन्छ, बिजनेस पिपलको रूपमा पनि हाँसी यहाँले गर्न सक्नुहुन्छ। यहाँहरू सबैलाई चाहिँ मेरो यो आग्रह छ, हामी मिलेर काम गरौँ, वी क्यान डु वन्डर्स जस्तो लाग्छ। ओके।